जो चाहिँ म पक्कु बनाउँछु यसरी चाहिँ यो पड्काउने मसला पड्काएको यसरी किटको कराईमा चाहिँ म पक्कु बनाउँदैछु। अब म यसको रेसिपी हेर्नै कसरी लगाउँछु। अब दसैँ लागिहाल्यो होइन। हिजै मासु मजाले म्याग्नेट गरेर राखेको थिएँ होइन। यसलाई खसी मासु ठुल्ठुलो काटेर चाहिँ मजाले म्याग्नेट गरेर राखेको थिएँ। अब चाहिँ म यहाँ आगोमा यसरी मजाले पकाउने किटको कराईमा हेर्नु न अब मेरो रेसिपी कसरी बनाउँछु म पक्कु। हिजो म्याग्नेट गरेर चाहिँ मजाले अब यसलाई चाहिँ म कराईमा लगाउँदैछु। हेर्नु कता कता काटिदिनु भएको छ बुढाले। अब दसैँ लागेको मासुतिर मासु सुकिरहेको छ। अन्त मैले कति पकाउनुछु मैले कराईमा लगाएको छ अरे। अब यसलाई चाहिँ पुरै कोइलामा पकाउनु पऱ्यो नि त। अब सानो गरेर त्यसरी मजाले चलाइदिन्छु मैले। अब चलाएर यो मजाले यो चलाएर पनि अब मसलाहरू मजाले मोल्नुपर्छ नि त। किनकि मैले गरेको छ मसलाहरू ल्याएर त्यो धने चाहिँ यस्तो हुनेछ। यसलाई चाहिँ म मजाले मोल्छु हो। यो धन चाहिँ म कता बस्छु त्यही त आउँछ के भएको घरमा काम गर्नु सर्को जान्नमा मोलेर अब यस्तो चाहिँ गर्छु। यसलाई मैले कसरी मोल्छु है त। अब यो चाहिँ यस्तो भयो मजाले मोल्यो नि त मसलाहरू होइन। अन्त यो चाहिँ आज खासै कोइला मात्रै पकाउनु पर्यो भने चाहिँ मजाले आज सानो गरेर चाहिँ यसो मजाले पकाउँछु। मेरो कोइला चाहिँ यस्तरी बनिएको छ आगोको। यस्तो गाउँघरमा चाहिँ यस्तरी बनाउनुपर्छ कि चाहिँ भरे म अब यसको लास्टमा खाइन दिँदै मात्रै हुन्छ। अब यसलाई चाहिँ मजाले छोड्नुपर्छ हावाहरू केही नजाने गरेर चाहिँ पुरा गुम्सेर पाक्नुपर्छ नि त। त्यहाँ म भरे फाइनल रेसिपी देखाउँछु यसको। यो चाहिँ अब यस्तो हुन्छ। अब बेला बेला बिचमा चलाउनुपर्छ पुरा यसको पानी निक्लिँदैछ नि। अब चाहिँ हेर्नु न यस्तो हुन्छ किनकि बाफले पाक्नुपर्छ नि त। पुरै छोपिदिएर चाहिँ आगो कम्ती गरेर चाहिँ भरिसक्कै चाहिँ कोइलामा पकाउनुपर्छ नि त। यस्तो हुन्छ यस्तो कलर चेन्ज हुन थाल्यो नि त। यसलाई चाहिँ फेरि चलाएर चाहिँ फेरि बाफ्नु जाने गरेर छोड्छु। अब चाहिँ मासु पाक्नु यस्तो भएको किनकि कलर चेन्ज हुँदैछ। अन्त हेर्नुहोस् न हर्दीको मासु पुरै छुट्टेको छ अब चाहिँ होइन। यस्तो हुन्छ। अब यसलाई चाहिँ र पनि चलाइदिनुपर्छ। मजाले चलाएर फेरि छोडिदिनुपर्छ किनकि उयो कलर चेन्ज हुँदैछ नि। डम्स यस्तो हुन्छ। अब यो चाहिँ मेरो पाएको जस्तै हो। यो चाहिँ पाएको जस्तै हो। अब यस्तै कलर चेन्ज हुँदैन यसरी हर्दीको मासु पुरै छुट्टिन्छ नि त। यस्तो हुन्छ। यही हो पक्कु भनेको चाहिँ। बाई ह्याप्पी दसैँ। यस्तो हो।